हाई गाइज, आज म चाहिँ माइत घर आएको छु। म सरसफाइ गर्दैछु है। यहाँ पनि फोहोर भएछ, त्यही भएर सफा गर्दैछु। हजुरहरू पनि आफ्नो माइत गएको बेला कस्तो हुनुहुन्छ होला, सफा गर्ने यसरी मस्ती। मलाई त जहाँ गए पनि चित्तै बुझ्दैन। सफा चाहिँ हुनु पर्यो, अरू केही नभए पनि घर बरु खाना नपाइयोस्, सरसफाइ भएन भने चाहिँ चित्तै नबुझ्ने। सो बस्दाखेरि पनि सफा देख्दा आनन्द आउँछ नि त। यहाँ पनि बिचारा मम्मी बुढी हुनुहुन्छ, भ्याउनुहुन्न, केटाकेटी छ यताउता गर्दा, त्यही भएर बस्छु। जब माइत जाँदा आनन्दले बसेर खाइन्छ भन्दाखेरि पनि आफूलाई यही हो क्या आनन्द। आफ्नो बाबुआमालाई यसो गरेर आनन्द दिन पाए भयो। ल गाइस, यस्तै छ। सफा गरिसकेपछि म हजुरहरूलाई देखाउने छु। बाई बाई।